Hello and good morning everyone. सबैजना सन्चै आरामै हुनुहुन्छ होला. वेलकम ब्याक टु द एनदर ब्लग अफ ब्लग बिटिजी. आज चाहिँ म यो आरसिजी जलविद्युत आयोजनामा आएको छु. यहाँ चाहिँ हाम्रो यो बुटिवाङ तारिखेतलाई पावर सप्लाई हुने ठाउँ चाहिँ हो यो पावर हाउस भएको छ. यहाँ चाहिँ बाबाले काम गर्नुहुन्छ, त्यसैले आज चाहिँ बिहान म यहाँ आएको छु. यहाँको पावर हाउस चाहिँ यस्तो ठाउँमा रहेको छ. तलतिर चाहिँ मजाको खोला बगिरहेको छ. यो चाहिँ तमान खोला हो अनि यसलाई चाहिँ भुटे खोला भन्छ. अनि मिसिएर गइरहेको छ हैन. यतातिर चाहिँ बुर्तिवाङ बजार भन्छ. अनि यो माथि देखिने चाहिँ कुथाप्ला. अनि यहाँ तल चाहिँ तारिखेत छ. पावर हाउसको स्ट्रक्चर चाहिँ यस्तो छ हैन. मजाले बनेको. यहाँ चाहिँ फुल चाहिँ बसन्त ऋतुमा फुल्ने गर्छ. यो फुल एकदम बवाल देखिन्छ यो फुल. यहाँ भित्रको चाहिँ मेसिनहरू कराएर बढी आवाज आइरहेको छ. मेसिनहरू चाहिँ यस्तो रहेको छ. अनि त्यही हो गाइस, यही मेसिनदेखि चाहिँ माथिदेखि पानी आएर अनि यसको टर्बाइन घुमाएर इलेक्ट्रिसिटी जेनेरेट भएर अनि अरू ठाउँमा सप्लाई गरिन्छ. अझै यस बवाल नै छ यहाँको. यो चाहिँ आजभन्दा 4 वर्ष अगाडि यहाँ माथि ठुलो ढुङ्गा थियो. यो माथिदेखि खसेर यहाँको ट्याङ्कीलाई पनि थोरै क्षति पुर्याएको थियो. अनि अहिले चाहिँ यो ठाउँ सेफ रहेको छ. अहिले पनि म यहाँ माथि आइसकेको छु त्यसको सेकेन्ड फ्लोरमा. अनि यहाँ चाहिँ मेरो बाबा बस्नुहुन्छ. अहिले चाहिँ बाबा बाहिर जानुभएको छ. यस्तै छ. यो नाइट ड्युटी गर्दाखेरि तल केही हुन्छ कि भनेर वेट गर्ने रुम हो यो चाहिँ. अनि यहाँ बाहिरनिर फेरि यो पावर हाउसको ब्यानर पनि लागिरहेको छ. देख्न सक्नुहुन्छ तपाईहरु. अहिले चाहिँ म यो ठुलो ढुङ्गाको जरामा आइसकेको छु. देख्न सक्नुहुन्छ कति ठुलो छ यो मेरो नदी. अनि यो चाहिँ पावर हाउस भइहाल्यो हाम्रो. अनि यो मेरो पछाडि भएको भवन चाहिँ यो ठकाली समुदायको भवन हो. यसमा चाहिँ उनीहरूलाई केही काम पर्दाखेरि अनि कुनै फेस्टिभलहरू सेलिब्रेट गर्दाखेरि यसमा आएर सबै मिलेर सेलिब्रेट गर्ने गर्छन्. यो चाहिँ सबै समूह मिलेर बनाएको र ठकाली समुदायको भवन हो. यो चाहिँ म माथिदेखि नि देखाउँछु. यो चाहिँ अहिले धेरै वर्ष भयो कलर नलगाएको भएर यस्तो देखिएको छ. यो चाहिँ माथिदेखि चाहिँ यो पावर हाउसमा जाने पानी हो यो. अनि यहाँदेखि यो कुलो हुँदै आएर अनि यो ट्याङ्कीमा जम्मा हुन्छ. अनि ट्याङ्कीदेखि चाहिँ तल पावर हाउसमा जान्छ. यो चाहिँ ओभरफ्लोको पानी हो. यसमा चाहिँ पानी बढी भयो भने चाहिँ यो पाइपदेखि जान्छ. अनि अहिले चाहिँ थोरै कम नै छ. त्यसैले त्यति धेरै गएको छैन, थोरै थोरै मात्र गएको छ. यहाँदेखि गएको पानी चाहिँ यो पाइप हुँदै चाहिँ तल मेसिनसम्म जान्छ. ल त अहिले चाहिँ म घर आएर पनि घाँस काट्न जान लागेको. दराटी बोकेर आएको लागि थोरै घाँस काटेर लानु पर्यो. म चाहिँ यहाँ पछाडिनिर चाहिँ मेरो घर छ. अनि म चाहिँ यो गैरामा आइपुगेको छु खोल्सामा. यहाँनिरदेखि नै अलिकति काटेर लिएर जानुपर्ने हुन्छ. सो यही हो त साथीहरू. यहीँदेखि नै अलिकति काटेर लिएर जानुपर्ने हुन्छ. मैले चाहिँ यहाँदेखि भएन भने चाहिँ यहाँ माथिदेखि पनि अलिकति काट्नुपर्ने हुन्छ. त बाँकी चाहिँ अब घाँस काटिसकेपछि है त.
लु अहिले चाहिँ म घाँस काटेर सकिसकेको छु। अब चाहिँ घर जानु लागेको। घाँस चाहिँ यति काटिसकेको छु। घाँस चाहिँ आजलाई यति भए पुग्छ होला। यसलाई लिएर घर जान्छु अनि खरायोहरूलाई दिनुपर्छ। अहिले चाहिँ म घाँस पनि लिएर आइसकेको छु। घाँस चाहिँ यता राखेको छु अनि अब चाहिँ खरायोहरूलाई दिनुपर्छ। पछाडि चाहिँ मेरो यहाँ अन्य बाख्राहरू देखेका छन्। यहाँ चाहिँ यति रहेको छन्, यति छन् अनि 3वटा जति फेरि अगाडि राखेका छन्। यसको मुख हेर्नु न, मुख हेरे ल बाङ्गे ला। बोका हेर्ने हो गाइस, बोका हेर्ने हो गाइस। यसमा चाहिँ खरायोको बच्चाहरू छ हैन, यसमा हो। चल बच्चा चाहिँ यसले यस्तोमा राख्ने गर्छ। यहाँनिर छ, यिनी चाहिँ आज 4-5 दिनको भइसक्यो। यसले चाहिँ 5वटा जन्माएको छ। यसमा चाहिँ सबै ठुलो मात्र छ। यसमा चाहिँ 1 महिना पुगिसकेका पाठाहरू छन्। यसको चाहिँ यत्रो भएको छ। हातभरिको पुगेको छ बल्ल। 1 महिनाको पाठा बल्ल यत्रो भएको छ। बिस्तारै बिस्तारै बढ्दैछ। यिनीहरूलाई डिस्टर्ब नगरेर अब चाहिँ घाँस दिनुपर्छ यिनीहरूलाई। यसमा झन् टन्नै छ। सबै सेलमा है, यो चाहिँ यो सबै सेलमा, सबै बिक्रीमा छ। सस्तोमा बिक्रीमा आयो है खरायोहरू सबै। अनि चाहिँ घाँस खाइरहेका छन् यी खरायोहरूले। अर्को पनि आइसक्यो है, पाठा आइसक्यो। अर्को पनि भर्खर आयो। जा भित्र जा, भित्र चट। मैले चाहिँ घाँस खान लाग्यो होइन। अगाडि चाहिँ पाठाहरू छन्, यो डोकोभित्र छन् पाठाहरू। सो गाइस, ल अहिले चाहिँ रात परिसकेको छ। यदि भ्लग मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। सी यू सुन गाइस, सी यू इन नेक्स्ट भ्लग।